परमात्माले आफ्ना प्रिय भक्तहरूलाई सिधै स्वीकार गर्नुहुन्न। उनीहरूको भित्री निष्ठा कति बलियो छ भनेर अनेकौं परीक्षा लिनुहुन्छ। त्यो परीक्षा भक्तलाई दुःख दिनका लागि होइन, बल्कि संसारको अगाडि उसको भक्तिको गौरव बढाउनका लागि हो। माता सतीले वनको घोर कष्ट सहेर महादेवको ध्यान त तान्नुभयो, तर उहाँको अगाडि साक्षात् शिव आउनु भएन। उहाँको व्रत र सङ्कल्पलाई डगाउन कुन यस्तो रूप धारण गरेर महादेव आउनुभयो त? तपाईँको यो आफ्नै आध्यात्मिक चौतारी अवेक स्पिरिटको यो 15औं भागमा आज हामी एउटा यस्तो अलौकिक र कौतूहलताले भरिएको इतिहास सुन्नेछौँ, जसले हाम्रै आत्मालाई आनन्दले भरिदिनेछ। आउनुहोस्, मनलाई एकाग्र बनाऊ र श्रवण गरौँ यो पावन प्रसङ्ग। जटिलाधारी ब्राह्मणको भेषमा महादेवको आगमन। सुतजी अगाडि भन्नुहुन्छ, हे ऋषि मुनिहरू, माता सतीको कडा साधना देखेपछि महादेव उहाँको दृढता जाँच्न चाहनुहुन्थ्यो। उहाँले आफ्नो दिव्य रूपलाई लुकाएर एउटा वृद्ध जटिलाधारी ब्राह्मणको रूप लिनुभएको भयो। हातमा लौरो र शरीरमा जुत्रो कपडा लगाएर उहाँ सतीको कुटी नजिकै पुग्नुभयो। सतीले ती वृद्ध ब्राह्मणलाई देखेर सम्मानपूर्वक प्रणाम गरिन् र बस्नका लागि आसन दिइन्। ब्राह्मणले सतीको त्यो कमजोर शरीर र सुकिसकेको अनुहार हेर्दै सोधे, हे सुन्दरी, तपाईँ त कुनै राजघरानाको राजकुमारी जस्तो देखिनुहुन्छ। यो कलिलो उमेरमा सबै सुख छोडेर यो भयानक जङ्गलमा कसलाई पाउनका लागि यति कठोर कष्ट भोग्दै हुनुहुन्छ? सतीले नम्र भावले भनिन्, हे विप्रदेव, म साक्षात् कैलाशपति भगवान शिवलाई पतिको रूपमा पाउनका लागि यो आराधना गरिरहेकी छु। सतीको कुरा सुनेर ती ब्राह्मण ठुलो स्वरले हाँस्न थाले। उनले सतीको विश्वास डगाउने उद्देश्यले भन्नुभयो, उही शमशानमा बस्ने शरीरभरि चित्ताको भस्म घस्ने र सर्पहरूको माला लगाउने वैरागी शिव, जसको न त कुनै निश्चित घर छ, न त कुनै कुलको अत्तो पत्तो, उनीसँग विवाह गरेर तपाईँले कुन सुख पाउनुहुन्छ? मेरो कुरा मान्नुहोस्, यो हट छोड्नुहोस् र नारायण वा अन्य कुनै वैभवशाली देवताको ध्यान गर्नुहोस्। आफ्ना आराध्य देवको यस्तो निन्दा सुन्ने बित्तिकै माता सतीका आँखाहरू रिसले राता भए। उहाँले आफ्ना कानहरू बन्द गर्दै कडा स्वरमा भन्नुभयो, मूर्ख ब्राह्मण, तिमी जस्ता अज्ञानीले महादेवको त्यो अनन्त र निराकार तत्त्वलाई कसरी बुझ्न सक्छौ र? उहाँ बाहिरबाट जस्तो सुकै कुरूप वा वैरागी देखिए पनि यो ब्रह्माण्डको सारा सौन्दर्य र ऐश्वर्य उहाँकै इसारामा चल्छ। म मर्न तयार छु, तर मेरो यो जन्म मात्र होइन, हरेक जन्म केवल महादेवका लागि मात्र समर्पित रहनेछ। तिमी तुरुन्तै मेरो कुटीबाट निस्किहाल, किनकि शिवको निन्दा सुन्नु पनि महापाप हो। माता सतीको यो अटुट निष्ठा र महाक्रोध देखेर महादेवको परीक्षा
पुरा भयो। उहाँको भित्री मन खुसीले गदगद भयो। सोही क्षण ती वृद्ध ब्राह्मणको रूप गायब भयो र यहाँ साक्षात् जटाधारी चन्द्रशेखर त्रिनेत्रधारी भगवान् सदाशिव प्रकट हुनुभयो। उहाँको शरीरबाट करोडौं सूर्यको तेज चम्किरहेको थियो। महादेवलाई आफ्नो साक्षात् अगाडि देखेर सतीको सारा रिस क्षणभरमै हरायो। उहाँ भाव विभोल भएर महादेवको चरणमा ढल्नुभयो। महादेवले उहाँलाई प्रेमपूर्वक उठाउँदै भन्नुभयो, हे सती, तिम्रो यो परीक्षाले तिम्रो भक्तिलाई अमर बनाइदिएको छ। तिमीले मलाई पूर्ण रूपमा जितिसक्यौ। म तिम्रो यो कठिन साधनाबाट अत्यन्तै प्रसन्न छु। माग, तिमी के वरदान माग्छौ? सतीले हात जोडेर आँखाहरूमा खुसीका आँसु सजाउँदै भन्नुभयो, हे प्राणनाथ, यदि तपाईँ म माथि प्रसन्न हुनुहुन्छ भने मलाई आफ्नी पत्नीको रूपमा स्वीकार गर्नुहोस् र विधिको विधान अनुसार मेरा पिता दक्षको दरबारमा आएर मेरो हात माग्नुहोस्। महादेवले मुस्कुराउँदै भन्नुभयो, तथास्तु, म अवश्य नै तिम्रो इच्छा पुरा गर्नेछु। हे आस्तिक भक्तजनहरू, आज विचार गर्नुहोस् त, जब संसारले शिवको निन्दा गरिरहेको थियो तब माता सतीको विश्वास अलिकति पनि डगमगाएन। हाम्रो जीवनमा पनि कहिलेकाहीँ दुःख र कठिनाइहरू आउँदा ईश्वरप्रतिको विश्वास कमजोर हुन थाल्छ। तर यदि हामी माता सती जस्तै आफ्नो सङ्कल्पमा अडिग रह्यौँ भने एक दिन महादेव अवश्य नै हाम्रा सबै अन्धकारहरू मेटाइदिन प्रकट हुनुहुनेछ। आफ्ना आँखाहरू बन्द गर्नुहोस् र महसुस गर्नुहोस् त्यो विन्ध्याचलको पावन गुफामा भएको महादेव र सतीको त्यो अलौकिक मिलनलाई। महादेवले त वरदान दिनुभयो र उहाँ कैलाश फर्कनुभयो, तर अब यो ब्रह्माण्डको पहिलो महाविवाहको तयारी कसरी भयो? ब्रह्मा र विष्णुले स्वयं कैलाश पुगेर महादेवलाई कसरी बेहुलाको रूपमा तयार पारेर र वैरागी शिवको त्यो जन्ती कस्तो अनौठो र डरलाग्दो थियो, जसलाई देखेर दक्षको नगरका मानिसहरू घर छोडेर भागे। त्यो सुन्दा तपाईँको अनुहारमा मुस्कान र मनमा कौतूहलता छाउनेछ। यो अद्भुत प्रसङ्ग हामी अर्को भाग 16मा सुन्नेछौँ। आफ्नो आत्मालाई जगाउने यो पवित्र आध्यात्मिक यात्रामा अवेक स्पिरिट च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नभुल्नुहोला। कमेन्ट बक्समा साँचो मनले लेख्नुहोस्, ओम नमः शिवाय। भगवान भोलेनाथले हामी सबैको कल्याण गरून्। ओम नमः शिवाय।